यस्तो छ यहाँको ठाउँ। हाम्रो बाजेले बनाउनु भएको ल तपाईको भावी योजना यो ठाउँमा आएर भावी योजना के छ भन्नुपर्छ तपाईले? मेरो यहाँ कागती फलाउने फलफुल फलाउने कार्यक्रमहरू राखेको छु। अनि कति जति बजेटको आश गर्नु भएको छ त तपाईले? अब यो तिम्रो पालिकाबाट यताउता भयो भने पनि अर्कै कुरो हो, नत्र म आफ्नै छोराहरूबाट व्यक्तिगत लगानी छोराहरूबाट सहयोग लिएर व्यक्तिगत लगानी गर्ने मेरो कार्यक्रम हो। अहिले भावी योजनाको गर्नुभन्दा अगाडि रोड आएको कारणले तपाईले यो योजना बनाउनु भएको हो? योभन्दा पहिला चाहिँ रोड आउँछ भन्ने कुराहरू मलाई चाहिँ शङ्का थिएन। अब रोड आयो, रोड आएपछि रोड जग्गालाई टच गर्यो। अब यो बाटो भइसकेपछि मलाई आशा लाग्यो अब बुढेसकाल भए पनि के लागेर होइन, खालि किन बसौँ भनेर यो धन्दा गरे हौँ। अरू केही भन्नु छ कि तपाईँलाई? मलाई भन्नु के छ, मलाई सहयोग चाहियो, छोराहरूबाट सहयोग चाहियो। म आफै एक्लै भए पनि बसेर सबै गर्छु। अनि तपाईँले यो निरन्तरता दिने हो कि बिचमै फेरि छोड्ने विचार हो? होइन, अब त्यो अवस्था थियो जतिखेर, अहिलेको अवस्था भनेको त्यो छोड्ने अवस्था त रहेन। अब अनि यसको प्रतिफल कहिले आउँछ त? अनि यसको प्रतिफल तिमीहरूले यो सानोतिनो तरकारी खेतीहरू यो भदौ असोजबाट हेर्न पाउँछौ र मेरो फलफुलहरूको कागती अमिलो सुन्तलाहरू जो लगाउँछु त्यो 3 वर्षपछि हेर्न पाउँछौ। 3 वर्षसम्म तपाईँ निरन्तर यही हुनुहुन्छ? निरन्तरै हो। कहीँ बिचमा कतै जाने प्लान त छैन? त्यो बिचमा अब त तैँले लगिस् भने म जापानतिर पुगौँला अर्कै कुरो हो, अमेरिका पुगौँला अर्कै कुरो हो। त्यो होइन। अनि तपाईँलाई मेरो इच्छा बाहिर गएपछि हेरिदिन्छ कसले त? अनि नै यहाँ छन्, सबै छन्, भाइका छोराहरू छन्। कि फेरि बिहा गर्ने विचार गर्नुभएको? कि फेरि बिहा गर्ने विचार गर्नुभएको? अब सबैलाई रहर छ भने मलाई के को कहर भयो त? त्यो हान्दिने सबैलाई रहर छ भने मलाई के को कहर? अब यसले दाँत बनाइदिउला पनि भनेको छ। कसले? नक्कली चाहिँ म बन्दैन, टाउकोमा मेहदी हाल्दैन, दाँत हाल्दैन, म सक्कली हो। बस ल ठिक छ। यहाँ कतिवटा खाल्टो गर्नुभएको छ अरे? 107 वटा। त्यो 107 वटामै कागती? सबै कागती। कस्तो सानोवाला कागती हो कि ठुलो? त्यो 12 मासे कागती। 12 मास फल्छ? हिउँदो बर्खा सधैँ? हिउँदो बर्खा सधैँ। ल ठिक छ। तपाईँलाई अहिले आवश्यक भएको सामानहरू के अरे भनिदिनु त? मलाई आवश्यक भएको पाइप चाहियो, सिमेन्ट चाहियो, बालुवा चाहियो, मलाई चाहिँ खर्च चाहियो। खर्च भन्नाले कस्तो? रक्सी खाने खर्च हो कि तास खेल्ने खर्च हो कि कस्तो? कहिले तास पनि खेल्नेला, कहिले रक्सी पनि खाइएला। होइन, तपाईँले अब रक्सी त खान त पाउनुभयो बेलुका यस्तो बेलामा, तास नै खेल्न पाइँदैन। अब यस्तो योजना गर्ने मान्छेले तास खेल्ने पाउँछ त? अब यहाँ एक्लै बसेर एक्लै तास खेल्न मिल्छ त? मिल्दैन नि। हप्ता महिना दिन कहिले काहीँ सभा फङ्सनहरूमा बिहा वर्गहरूमा गइन्छ। तपाईँ गएको बेलामा यहाँ गाई गोरु आएर बोट बिरुवा खाइदियो भने के गर्नुहुन्छ? जवाबदेही को हुन्छ भन्नुहोस् त? जिम्मेवारी दिन्छु। मलाई कहीँबाट निम्तो आयो, म कतै जान पर्यो भने होइन, तपाईँले आफ्नो उमेरभरिमा धेरै निम्तो खाइसक्नुभयो। अब यहाँ केही गर्छु भन्नुभएको छ। अब निम्तो कसैको आयो भने नजाने, यही बस्ने, आफ्नो काम र कर्तव्यप्रति एकदम निष्ठावान भएर काम गर्नु पर्यो। कामै नगर्ने भए त यत्रो झारी फाँडेर होइन, अझ गर्न त धेरै मात्र फालेर हुन्छ। गर्छु। मलाई पानी चाहियो बस। ल तपाईँलाई पानी, पाइप, अनि त्यसपछि बालुवा, सिमेन्ट चाहियो होइन त? ल ठिक। तपाईँबाट कुनै त्यो पछि यो आधा गर्दै यताउति जाने तपाईँको योजना त छैन नि?
त मर्न नि सकिन्छ त के मतलब भयो त्यो त भइहाल्यो त्यो त आफ्नो ठाउँको कुरो तपाईले अहिलेसम्म एउटा काम जिन्दगीमा पूरा गरेको एउटा काम भनिदिनु पर्यो जिन्दगीमा पूरा एकदम पूरा गरेको काम एउटा भनिदिनु पर्यो ल जिन्दगीमा मैले पूरा काम चाहिँ के गरेँ श्रीमतीहरू ल्याथे मरे सक्यो अब त्यो पूरा गरेको बाँकी त सबै अधुरै रह्यो जागिर आधै छोड्नु भयो जागिरमा त काण्ड लाग्यो हो त मलाई 2036 सालको त्यसपछि गएर तपाईले श्रीमती ल्याउँदै छोड्दै त्यो पनि आधै काम भयो नै छोराछोरी अनि जन्माउँदै आधामै छोडिदिनु भयो आफ्नो जिम्मेवारी के हो थाहा पाउनु भएन अब त्यो जे भयो अब यो यत्रो गर्न लाग्नु भएको छ यो त जिम्मेवारी निभाउनुहुन्छ भने हामीले आश गरेका छौँ निभाउँछु अब निभाउनु भएन भनेपछि निभाउँछु मरेर गयो भने अर्कै कुरो नत्र चाहिँ हो यो प्रतिबद्धता तपाईँले जनाउनु पर्यो यो प्रतिबद्धता मैले जो सोचेको छु नि अहिलेको साल यो अर्को साल अहिलेको बर्खा लाग्ने बित्तिकै मैले तलतिरबाट सुरु गर्छु भोलि तपाईँले यहाँ केही गरेर 2-4 पैसा कमाउनु थाल्नुभयो भनेपछि त त्यो हामीलाई चाहिएन बरु भने मान्छे कामदार लगाएर त्यही पैसाले कामदार लगाएर तल कति छ जग्गा आफ्नो फाँडेर यतातिर पनि छ जग्गा होइन त्यो सब जग्गालाई बर्दुन त दाजुभाइ मिल्ने कान्छो बुवा हुनुहुन्छ माइलो बुवा हुनुहुन्छ सब मिलेर तपाईँहरूले गर्नुभयो भने त भोलि त हामी पनि अर्काको ठाउँ किन बस्छौँ त आफ्नो ठाउँ आइजाउँला बसौँला यतै मेहनत गरौँला जग्गा जमिन टनाटन छ त्यही भएर तपाईँहरूले अहिले अब जे जस्तो भए पनि राम्रै गर्नु भएको छ ठिक छ खुसी लाग्यो अब तपाईँले भदौबाट नर्मल्ली यहाँ सामान्य तरकारी सरकारी बेच्यो नि 2-4 पैसा आएपछि त्यो पैसालाई यसमै लगानी गर्नु पर्यो यसैमा हो तास खेल्ने रक्सी खानेमा लगानी गर्नु भएन पनि कामदार ल्याएर मजाले यहाँ भन्दा तलपट्टि कति छ खेत यस्तो बारीहरू के छ कसो छ त्यसलाई झाडझुड गरेर सरसफाई गरेर त्यसमा पनि फेरि केही गर्नु पर्यो सब सोच लामो बनाएको छु कि मैले सोच चाहिँ अब लामो सोच बनाएको छु लामो भयो तपाईँको उमेर बढ्दो छ म बाँधासम्म यहीँ ताकरा टुक्रो टेम्मुर फलाएर देखाउँछु सुन्तला फलाएर देखाउँछु अमिलो फलाएर देखाउँछु कागती फलाएर देखाउँछु यहाँका कट्टाको कट्टा पेटीको हिसाबले म तरकारी सेलिङ गरेर देखाउँछु त्यही हो मेरो विचार अब त्योबाट आएको आम्दानीलाई चाहिँ यसमै लगानी गर्नु पर्यो भने यसैमा लगानी हुन्छ लगानी यसमै गर्ने हो फेरि काहीँ पनि गर्ने होइन यसलाई बढाउँदै जानु पर्यो त लगानी मेरो कार्यक्रम भनेको त्यो हो